भाइ भर्खर स्टार्टिङ हो। तो चलिए शुरू करते हैं। हेलो गाइस एभ्रिवान, आई होप तपाईहरु सन्चै हुनुहुन्छ होला। आजको मिनी ब्लग स्टार्ट भएको इभिनिङ। हामी चाहिँ चाय पिनको लागि जाँदैछौँ। यो चाहिँ हाम्रो राकेश भाइ, यता हेर। यता छ हाम्रो नयाँ भाइहरू। आज पनि हन्टिङ इभिनिङ के गर्ने, सिद्धेको गएर त हुँदैन। सो मुड फ्रेस गराउनु लागि केटाहरूलाई एकदम। अनि कतिको मिस गरिरहेको छु त घरमा। होमसिक भएको होला नि अहिले एकदम। भाइ यार आएको भोलिपल्ट गराउने घाम देखेर तर्स्यो। घाम देखेर चाहिँ बरु तर्स्यो अरे घर सम्झेर त्यसरी दिएन होइन सिवर फर्स्ट थियो होइन। ल ठिक छ, छोडी नै कतार होइन त गर्ने ठाउँ आइपुग्यो। अनि त भाइ भर्खर स्टार्टिङ हो। अब स्टार्ट हुन्छ। अनि पछि पछि तेल निकाल्छ होला यहाँ बाहिर बस्नु सक्दैन, त्यस्तो पसिना निकाल्नु। बाहिर हिँड्नै सक्दैन, रुम बाहिर पनि त्यही हो। फाइनली हामी चाहिँ पछाडिपट्टिको रोडमा आइसकेको छौँ। फाइनली यता छ हाम्रो हिरो। आजको अनर चाहिँ हाम्रो साथी लाउने यता छ बुझ्यो। भन्दै मुने नाले 4वटा चाय। ओके ओके 4वटा चाय आजले खिलाउँछ। आजको अनर हाम्रो आमामा गाडी छ त आज त यार। त चाय पिएर पनि आइसकेको छ यार, एक्लै हो। ठिक छ तिउले हो आले तामाङ कुरा गर त कस्तो हान्छ दाइ आउँछ त। ल हल्का फुल्का हो, धेरै त आउँदैन। अनि म एक्लै अब मलाई आएर तर होइन तिम्रो चाहिँ स्वर चाहिँ यस्तो दामी लाग्छ कि मलाई त बोल्नेको भइसक्यो। त सिक्किमेहरूले बोल्दैन अन्त त दाइ भन्छ नि त्यस्तै खालको क्या तिम्रो बोली चाहिँ। ऊ भाइ चाहिँ सिधा सिधै बोल्छ, तिमी चाहिँ अर्कै तरिकाको बोला त। कस्तो बोल्छ उताको बोल्दाखेरि क्या हुन्छ नि। अब त्यो उसले बुझेन, त्यसलाई ट्रान्सलेट गर नि त नेपालीमा के भन्यो अहिले। ओ ठिक छ, एउटा हामीलाई दिइहाल्छ मित्रले यार। खाऊ एक एकवटा। थ्याङ्क यू मित्र। वो त चाट में भन नि त अरू अनि अरू हो भन्दा अब मतलब अब तिम्रो तामाङ कुराबाट उसलाई अब आऊ भन्दा के भन्छ तिमीले चाहिँ? अब चुरीको चुरब्याङको ए वा थ्याङ्क यू ल ल ल केटा चिया खाँदै राम्रो मिठो मिठो कुरा गर त ल। ल खाऊ न भाइ। अनि अरू भन न, अरू मिठो मिठो कुरा गर न। तामाङ कुरा बोल क्या। अब मलाई म मात्र बोले त हुँदैन नि त। म बुझ्छु नि त हल्का, म भनिहाल्छु नि त। म पनि बुझ्छु नि त, मैले बुझिरहेको छु त। तपाईँ सोध्नु पऱ्यो, म भन्छु क्या। अब परिचय गर्दा इन्ट्रोडक्सन गर्दा तामाङ कुराबाट चाहिँ कसरी गर्ने, सम्बोधन गरेर बोल्नु पऱ्यो नि त। त्यो चाहिँ भन्न खोजेको भन त। चाय खाँदै भाइहरूसँग रमाइलो गर्दै के गरेर ड्युटी छैन त्यति। तामाङ भाषाबाट चाहिँ फलाना मि फलाना तोरङबा ओरङबा हिँड्ला भनेको चाहिँ ठिक छ। कस्तो ओरङमा हिँड्ला भने चाहिँ हो त्यस्तो होइन। अनि भाइ अनि बोल्छौ तिमी? पछाडिको भाइ त अनि खतरा बोल्छ अरे। बोल्दैन उहाँ त दाइ एकदम लोयल हो, सोझो मान्छे हो। के बोल्नुहुन्छ दाइ? म त सुनेको छैन हौ। म चाहिँ के यस्तो मैले चाहिँ बोल्न त आउँछ तर मतलब लय पुग्दैन क्या। मैले बोल्नु खोज्दा चाहिँ मैले प्रोनाउन्सिएसन गर्न चाहिँ त्यति जान्दैन क्या, बुझ्यौ? तर बोल्नु त बोल्नुहुन्छ होला, तर ठाउँ अनुसारको हुन्छ। ठाउँ अनुसारको हो त बोल्नु त। अलिअलि बोल्नु त बोल्छु तर हुन्छ नि अब लाउडली चाहिँ सक्दिनँ कि। ल अनुसार किन त हुन्छ। अनि चिया खाऊ भन्दा नि ल सोल्दे होइन, चिया सोल्दे हो हाले चेस। अनि के भन्छ मिठोलाई के भन्छ? रङबा घुमे धर न। आजको अनर त यार मोटो छ यार। टाउका चट्नी लिएर आऊ। ओ के भन्छ खाउला सोलो भन्छ सोल्जे त्यस्तो हुन्छ अरे क्या तामाङ कुराबाट होइन। अब हामीले बोल्ने चाहिँ अब ठारे भन्छ क्या। शुद्ध पश्चिमतिर चाहिँ बोल्छ।
त्यहाँ त राङबागी के लाएर बोल्नुपर्छ अरे हौ रेस्पेक्ट गरेर बोल्नुपर्छ अरे नभए कराउँछ पुलिसहरू कराउँछ जस्तै गरेर छ ल आजको भ्लग चाहिँ हामी यहीँ फिल्म चाहन्छु के भन्छ यो ओके अरू ठाउँ